तपाईँ यति बेला रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको दैनिक प्रस्तुति कार्यक्रम खुल्ला मञ्च सुनिराख्नु भएको छ। हामी आउने गर्छौं हरेक दिन मध्याह्न 12 बजेदेखि 3 बजेको हाराहारीसम्म। यो 3 घण्टे बसाइमा हामी विभिन्न विषयवस्तुहरूमा केन्द्रित रहेर कुराकानी गर्छौं र तपाईको कुरा पनि सुन्छौं। हामीले आज पनि विभिन्न विषयवस्तुहरूमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं अनि तपाईहरूलाई अघि नै जानकारी गराइसकेका थियौं। आज हामीसँग स्टुडियोमा कोही अतिथिहरू आउँदै हुनुहुन्छ भनेर अबको क्रममा हामी उहाँहरूसँग नै कुराकानी गर्न गइरहेका छौं। हजुर, हामीसँग 4 जना जल्दा बल्दा युवाहरू स्टुडियोमा हुनुहुन्छ। 2 जना बाहिर हुनुहुन्छ, 2 जना हामीसँग स्टुडियोमा हुनुहुन्छ। उहाँहरूले काम गरेको चाहिँ यो रोबोट को प्रतिस्पर्धा थियो, त्यसमा उहाँहरूले बनाएको रोबोट चाहिँ पहिलो भयो। उहाँहरू इन्जिनियरिङको विद्यार्थी हुनुहुन्छ, तेस्रो वर्षको, र विषय चाहिँ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन। उहाँहरूलाई स्वागत गरौं दुवैजनालाई। प्रवीण भण्डारी र कृष्ण शाह हाम्रो स्टुडियोमा हुनुहुन्छ। दुवैजनालाई स्वागत छ कार्यक्रममा। धेरै धेरै धन्यवाद। अनि बधाई पनि, तपाईहरूले बनाएको रोबोट चाहिँ उत्कृष्ट भयो हैन? कति थिए प्रतिस्पर्धीहरू? हाम्रो 17 वटा टिम थियो, उपत्यका र उपत्यका बाहिरबाट, र त्यसमा चाहिँ हामी उत्कृष्ट ठहरियौं। हजुर, के थियो त्यस्तो र उत्कृष्ट हुनु पर्नेमा? हामीले सबै पहिलेदेखि हामीले रोबोटिक्समा काम गरेका थियौं हैन, सबै कुराहरू चितिसकेका थियौं। के कस्तो हुनु, रोबोट बनाउँदाखेरि के कुराहरू ख्याल गर्नुपर्छ, सबै कुरा रेडी भएर जित्ने किसिमले हामीले तयारी गरेर गएका थियौं कि जित्नलाई। हजुर, कति दिन लाग्यो बनाउनलाई? हामीले 3 दिनमा दिन र रात 3 दिनभित्र बनायो कि काम गरेर। कक्षामा अरू धेरै साथीहरू पनि हुनुहुन्थ्यो होला, 4 जनाले मिलेर बनाउनु भएको छ। 4 जना मिल्ने साथी भएर बनाउनु भयो कि अथवा क्याम्पसमा नै छनौट गरिदिनु भयो कि के भयो? हाम्रो कलेजमा चाहिँ अब को इन्ट्रेस्टेड छ त्यसको लागि चाहिँ लेटर अफ इन्ट्रेस्टको लागि चाहिँ एप्लिकेसन दिन भनिएको थियो, र त्यसमा चाहिँ अब हामी 4 जना सेलेक्ट भयो। त्यसपछि हामी आफ्नो रोबोटिक्स काममा चाहिँ लाग्यौं। जस्तो यसरी तपाईहरूले जसरी एप्लिकेसन दिनुभयो नि, त्यसमा तपाईहरूले लेख्ने आर्टिकल तपाईहरूको के हेरिन्छ र त्यहाँ छनौट गर्यो कलेजले? त्यहाँ त सम्पूर्ण विभिन्न किसिमको इन्टरभ्यूहरू, फर्मल इन्टरभ्यूहरू नि हुन्छ, र कामको आधारमा र क्लासमा चाहिँ एउटा चाहिँ ट्यालेन्टसिपको हिसाबले पनि हेरिन्छ। हजुर, तपाईहरूले नाम राख्नुभएछ रोबोटको, तराईको ठिटो सगरमाथा चढ्ने सपना। तराईको ठिटोको सगरमाथा चढ्ने सपना। वास्तवमा त्यो रोबोटको नाम चाहिँ नयाँ नेपाली केटो भनेर राखिएको थियो। हाम्रो थिम चाहिँ हिजो रोबोटको कस्तो थियो भने, एउटा तराईको मान्छे सगरमाथा चढ्न चाहन्छ र सगरमाथा चढ्नुपर्ने समय एकदमै कम छ, र उसले चाहिँ छोटो समयमा सगरमाथा चढ्नुपर्ने छ, र छोटो समयमा सगरमाथा चढ्नको लागि उसले एकदमै छोटो बाटो अपनाउनु पर्ने हुन्छ। र छोटो बाटो अपनाउँदाखेरि चाहिँ के हुन्छ भने त्यहाँ विभिन्न किसिमका अब्स्ट्याकलहरू छन्। त्यहाँ माटो छ, ढुङ्गा छ, पहाड छ, त्यहाँ पानीहरू छ। यस्ता विभिन्न किसिमका अब्स्ट्याकलहरूलाई पार गर्दै लगभग हाम्रो त्यहाँ 14 वटा जोन थियो। 14 जोनमा गएर हामीले चाहिँ सगरमाथाको चुचुरोमा नेपालको झण्डा फहराउनु पर्ने थियो, र हामीले चाहिँ करिब 10 फिट झण्डा फहराएर उत्कृष्ट ठहरियौं। कृष्णजी, यो सगरमाथामा चढ्ने रोबोट भन्नुभयो, अब के यो रोबोट चाहिँ सगरमाथामा नि लैजान सकिन्छ भनेको हो कि के हो? त्यो एक्ज्याक्टली यही रोबोट त जान सक्दैन, तर त्यस्तै थिम बेसमा अब हामीले बनाउनु दिएको थियो। त्यसरी यो त्यो थिममा बसेर बनाएको हो। त्यो अनुसारले यो चाहिँ कलेजले दिने हो तपाईलाई? यो विषय जुन थिम थियो नि, यो थिम अर्गनाइजरले दिने हो कि कलेजले? आयोजकहरूले दिने हो। अनि यो भनेपछि यो सबैको थिम यही थियो कि फरक फरक? सबैको यही थिम थियो कि 16 जना टिमले सबै यही किसिमले बनाएको थियो हैन, यही काम गर्नु अनुसारले। हामीले यस्तो हुन्छ रोबोटिक्समा के कुनै एउटा थिममा दिए हुन्छ कि यो अनुसारको हुनु पर्यो, यति डाइमेन्सन, यति केजीमा हुनु पर्यो, र यस्तो काम गर्न सक्नु पर्यो। त्यो अनुसारमा त्यसमै बसेर बनाउनु। त्यो रोबोटमा चाहिने जुन खालका सामग्री हुन्छ नि, प्रविधि, त्यो अनि त्यसको तौल अथवा ती कुराहरू पनि हेरिन्छ, अथवा तपाईहरूले ढाकाको प्रयोग गर्नु भएको थियो? हजुर, हैन? अनि नेपाली केटो चाहिँ नामक राखेको हुनाले नेपाली केटो भन्ने आफैमा नेपाली केटो भनेपछि एउटा ढाकाले रिप्रेजेन्ट गरौँ हाम्रो नेपालको झण्डा। हामीले रोबोटमा पनि कलर पनि त्यस्तै नेपालको झण्डालाई मिल्ने रातो, निलो र तपाईँको सेतो कलर युज गरेर बनाए, सिम्बोलिक रूपमा नेपाललाई चाहिँ रिप्रेजेन्ट गरेका थियौँ। र ढाकाले पनि साँच्चै अहिले चारैतिर चाहिँ अहिले नेपाली पोसाकहरू हराउँदै गएको
आएको छ। तर त्यो हामीले रोबोटमा भए पनि हामी टेक्निकल मान्छे भए पनि रोबोटबाट भए पनि एउटा ढाकाको महत्त्व के छ र हाम्रो पोसाकको के छ महत्त्व भनेर दिन खोजेका हौँ। जस्तो यो उत्कृष्ट हुनुमा यस्ता कुराहरू कति पर्छन् होइन, जस्तो पहिलो धेरै छिटो त ऊ छोटो समयमा गयो होइन, त्यो तपाईँहरूले जुन हिसाबले टाइम तोकिएको थियो समय त्यसमा गयो, र अरू यस्ता खालका कुराहरू कति हेरिन्छ त्यो उत्कृष्ट हुनुमा? विभिन्न किसिमका क्याटेगोरीहरू थिए यसमा, बेस्ट डिजाइन, बेस्ट स्पिड, सबै डिजाइनिङहरू पनि थियो। र यसमा चाहिँ डिजाइनिङ मुख्य पाटो नभए पनि एउटा त्यसैमा चाहिँ पर्ने पाटो चाहिँ थियो। तर चाहिँ मेन कुरा चाहिँ रोबोटले चाहिँ त्यो 14औं जोनमा गएर पार गरेको गर्नुपर्ने थियो। त्यसका मेन नम्बर चाहिँ झन्डा ठडाउने र चाहिँ रोबोटले कसरी पार गर्छ भन्ने कुरा मात्रै थियो। मेन चाहिँ रोबोटले काम गरेर 14औं जोनमा गएर नेपालको झन्डा ठडाउनु पर्ने थियो। कत्रो बनाउनु भयो रोबोट चाहिँ? रोबोट के झन्डाको अग्लो हाइट, अग्लो मोटाई तपाईँको 25 को थियो, हाइट चाहिँ 30 सेन्टिमिटर भित्र बनाएको थियो। हाम्रो थिम के थियो भने 14औं जोनमा गएर झन्डा निकाल्नु पर्ने। के थियो त्यो अलिकति हामीलाई भनिदिनु न। तपाईँहरूले त्यो रोबोट के पार गरेर त्यो सगरमाथा तपाईँहरूले जुन खालको त्यहाँ बनाउनु भएको थियो, त्यो पक्कै पनि त्यहाँ तपाईँहरूले त्यस्तो खालको एउटा केही ठाउँ त बनाउनु भएको थियो होला नि? फर्स्टमा जोनमा तपाईँको घाँस थियो, अनि अर्कोमा ढुङ्गाहरू राखेको थियो, अब्स्टाकल ठुल्ठुलो ढुङ्गाको रूपमा इँटा राखिएको थियो। अनि सेकेन्डमा तपाईँको बालुवा राखेको थियो होइन, त्यसपछि अर्कोमा माटो राखेको थियो, त्यसपछि उकालो ओह्रालो अनि जम्प गर्नुपर्ने पनि थियो। घिउहरू पनि राख्नु भएको थियो कि त्यस्तो खालको? अनि त्यसपछि चिल्लो पनि थियो ठिक ठाउँमा राखेको होइन, चिल्लो राखेर फेरि पानी पनि राखेको थियो, अनि गिटीहरू पनि राखेको थियो। अनि लास्टमा उकालो चढेर जुन 14 जोन थियो त्यो सगरमाथाले रिप्रेजेन्ट गरेको थियो, त्यहाँनिर गएर रोबोटले झन्डा निकाल्नु पर्ने थियो कि त्यो झन्डा हाम्रो अझै हामीले पुरै त निकालेनौँ। सेफ्टीको फ्याक्टर लिएर हामीले 3 मिटर 9 cm निकालेको थियो सुरुमा। सेकेन्डमा हामीले 360 निकाल्ने सोचेको थियो कि फर्स्टपल्ट, पछि ढल्यो भने समस्या हुन्छ भनेर सुरुमा थोरै निकाल्ने, पछि सेकेन्ड राउन्डमा बढी निकाल्ने भने त्यत्रो फर्स्ट राउन्डमै हामी जित्यौँ। हजुर, अनि यो दूरी जुन तपाईँहरूले बनाउनु भएको थियो नि, घाँस थियो, खोला थियो, ढुङ्गा थियो, बालुवा थियो, कति थियो त्यो रोबोटले तय गर्नुपर्ने दूरी? त्यो टोटल दूरी तपाईँको लगभग 30 मिटर जति थियो। हजुर, अनि अरूको जस्तो अरू प्रतिस्पर्धीहरू थिए नि, उनीहरूको पनि पक्कै पनि केही त थियो त्यसमा। कस्तो थियो तपाईँहरू? एकदमै प्रतिस्पर्धा एकदमै कडा थियो कि अथवा कस्तो थियो त्यो अनुभव भनिदिनुहोस् न। एउटै थिम, रोबोटको थिम एउटै भए तापनि हाम्रो सबै रोबोट आफ्नो आफ्नो किसिमको फरक मेकानिजमहरूबाट गरिएको थियो। र त्यसमा चाहिँ अब हाम्रो रोबोट चाहिँ अलि अरूभन्दा फरक डिजाइनिङदेखि लिएर हाम्रो मेकानिकल पार्टहरू पनि निकै राम्रो थियो, सर्किटहरू पनि राम्रो थियो। त्यस कारणले गर्दाखेरि पनि त्यहाँ चाहिँ अरू समस्या, मेन समस्या अरू सबैले चाहिँ अब्स्ट्याकल पार गरे। त्यहाँ समस्या के थियो भने बालुवामा थियो। अरूको बालुवामा चाहिँ तपाईँको हुइल नचल्ने भएर कति डिस्क्वालिफाइड पनि भए, र हाम्रोमा चाहिँ त्यो बालुवालाई पनि एकदमै मजाले चाहिँ काट्यो। र चाहिँ यसको मेन श्रेय चाहिँ हाम्रो क्याप्टेन सुभाष गौतमजी हुनुहुन्छ। उहाँ चाहिँ निकै राम्रो चलाउनु भयो, दायाँ बायाँ गर्नु परेन। अरू रोबोटहरू चल्दाखेरि दायाँ बायाँ ब्याक गर्दै अगाडि बढाउनु पर्नु भएको थियो, तर उहाँले चाहिँ 1 सेकेन्ड पनि पछाडि हेर्नु परेन, सिधा गर्नुभयो। त्यहाँ माहौल पनि धेरै दर्शकहरू हुनुहुन्थ्यो, हाम्रो रोबोटको लागि चाहिँ सबैले ताली पड्काउनु भएको थियो। साँच्चै नै खुसी लागेको थियो त्यति बेला। हरेक कुरामा प्रेरणाको स्रोत भन्ने कुरा हुन्छन् होइन? अब तपाईँहरू 4 जना छनौट हुनुभयो, अनि रोबोट बनाउन पनि लाग्नुभयो। यसरी बनाउने भनेर सिकाउनु भयो होला, कसले नेतृत्व गर्नुभयो? योभन्दा पहिला हामी आइआइटीमा गएको थियौँ रोबोटिक्स कम्पिटिसनको लागि, र त्यहाँ एकदमै निकै गर्मी थियो इन्डियामा होइन। अनि म र हाम्रो टिम क्याप्टन सुभाष होइन, त्यहाँ उखुको जुस डन्नै खान्थ्यौँ होइन, साह्रै मन पर्थ्यो त्यहाँनिर। अनि त्यहीँबाट यसरी हाम्रो मेकानिजमै सबैभन्दा डिफ्रेन्ट थियो होइन। त्यहीँबाट यो मेकानिजम, त्यहीँबाट हामी प्रेरित भएर त्यो अनुसारले गरे हो कि। यो बनाउन 3 दिन त भन्नुभयो, 3 दिन भने 24 घण्टा हो कि दिन रात हो कि अथवा दिनमै बनाएर सक्नुभयो? दिन रात नै हो कि, नसुतिन बनाएको, 2 घण्टा भनेको। यो छोटो समय दियो आयोजकले अथवा हामीले इन्फर्मेसन ढिलो भयो कि? हाम्रो इन्फर्मेसन चाहिँ ढिलो भयो, अरूहरूले पहिले गरेको थियो होइन, रात दिन इन्फर्मेसन ढिलो भएर। अनि यो जस्तो तपाईँहरूले समय लिएर बनाएको भए अथवा अलि समय पाएको भए यस्तो बनाउँथ्यौँ भन्ने छ?
त्यस्तो त खास यो रोबोट चाहिँ त्यति जटिल रोबोट चाहिँ होइन, अरू किसिमको धेरै किसिमको जटिल रोबोटहरू नि हुन्छन्। यो आज हामीले चाहिँ टाइम अझै भएको भए चाहिँ वायरलेस बनाउने हामीले चाहिँ सोचेका थियौँ र हामीले चाहिँ त्यो अहिले चाहिँ वायरवाला नै गऱ्यौँ र त्यो हामीले चाहिँ वायरलेस किन बनाएनौँ भन्दा पनि वायरलेसको चाहिँ छुट्टै मार्किङ कुनै पनि थिएन। म्यानुअल र वायरलेस चाहिँ बनाउँदाखेरि कुनै पनि मार्किङ नभएकोले ल म्यानुअलले पनि हुन्छ र म्यानुअल चाहिँ बिग्रने चान्सेस चाहिँ अलिक कम हुन्छ, फेरि वायरलेसले बिग्रला भन्ने कुराले गर्दाखेरि हामीले चाहिँ वायरवालाले नै गऱ्यौँ। कार्यक्रम खुल्ला मञ्चमा छौँ तपाईँ हामीसँग युवाहरू हुनुहुन्छ। उहाँहरू अहिले स्टुडियोमा प्रवीण भण्डारी र कृष्ण शाह हुनुहुन्छ। उहाँहरूसँग हामी केही बेर कुरा गर्छौँ अनि अर्को यही यो समूहका नेतृत्व दिने सुभाषजी हुनुहुन्छ र अर्को एकजना साथीसँग हामीले केही समयपछि कुराकानी गर्नेछौँ। तपाईँलाई पनि केही कुरा उहाँहरूसँग लाग्छ जस्तो युवाहरू कसरी हामीले आफ्नो अहिले युवाहरूको भूमिका एकदम खोजिरहेको, जताततैबाट आवाजहरू उठिरहेको र केही यस्ता अब प्रविधितिर अलिकति लाग्नुभएका विद्यार्थी उहाँहरूले यस्ता खालका सामग्रीहरू बेला बेलामा बनाउने, यस्तो प्रदर्शन गर्नुहुन्छ, यस्तो खालले हाम्रो देशलाई के टेवा पुग्छ, यस्तो खालको कुराहरू जिज्ञासाहरू छ भने हामीलाई टेलिफोन गर्न सक्नुहुन्छ। हाम्रा टेलिफोन नम्बरहरू 5545 680 र 5545 681। अहिले नै हामी छोटो विश्राममा जाने बेला भयो जस्तो छ। छोटो विश्राममा जाउँ, त्यसपछि हामी फेरि पनि यो कुराकानीलाई निरन्तरता दिनेछौँ। हामीसँगै रहनुहोला। सबै पानीको बोतल र जारलाई सिल गर्दैमा पानी शुद्ध र गुणस्तरयुक्त हुँदैन। शुद्धता र गुणस्तर जाँच गर्नको लागि पानीको परीक्षण अनिवार्य हुन्छ। त्यसैले उद्योगको आफ्नै परिसरमा प्रयोगशाला भएको र प्रत्येक ब्याच प्रयोगशालामा परीक्षण गरेर मात्र बजारमा पठाइने Aqua 100 पानी नै प्रयोग गरी ढुक्क हुनुहोस्। ISO 9001-2008 सर्टिफाइड कम्पनी Aqua 100। होम डेलिभरीको लागि सम्पर्क फोन नम्बर 42 68 555 42 68 555। सबैको विश्वासिलो पानी Aqua 100। पशुपति क्षेत्रमा विद्युतीय शवदाह गृह बनेपछि त वातावरण स्वच्छ हुन्छ रे नि, कसरी होला है? ल बुहारी, कुरा स्पष्ट छ नि। पहिलो कुरा त शव जलाएको गन्ध वरिपरि आउँदैन। दोस्रो, दाउराको प्रयोग नहुने हुनाले धुवाँ धुलो हुने भएन। खरानी शव जलाउँदा बाँकी रहेका दाउरा नजिकैको बागमती नदीमा फाल्ने परेन। यसो हुँदा नदी सफा हुने नै भयो नि, अनि वातावरण सफा हुने भएन त? ए त्यसो पो, बल्ल बुझे। स्वच्छ वातावरणका लागि रेडियो सगरमाथा र पशुपति क्षेत्र विकास कोषको अभियान। बस दन्ते किरा त जेलबाट भागेछ नि। भेरी ब्याड। अब यति ठुलो शहरमा कहाँ खोज्ने त्यसलाई? चिन्ता नट बस, हामी कुना कुना गएर खोज्छौं नि त्यसलाई। सिल्ली बोय, त्यो काम त तिम्रो होइन, कोलगेटको पो हो त। कोलगेटको क्याल्सियम र मिनरल्स फर्मुला कुना कुनासम्म फैलिन्छ र दिन्छ दाँतमा किरा लाग्नबाट म्याक्सिमम सुरक्षा। बस दन्ते किरा त समातियो नि। भेरी गुड। कोलगेट, दाँतको किराबाट सुरक्षा कुना कुनासम्म। Acer Iconia B1, my first tablet. I never stay idle with over 700,000 apps, games, music, videos at my fingertips. And hey, it's affordable with latest Android Jelly Bean operating system powered by superior quality Acer backup. Acer Iconia B1, my first tablet. Mercantile Office Systems, Darbar Marg. तपाईको आवाज तपाईकै माझ रेडियो सगरमाथा FM 102.4 मेगाहर्ज रेडियो सगरमाथा FM 102.4 मेगाहर्ज। नेपाली रेडियो, नेपाली आवाज।
नेपाली रेडियो नेपाली आवाज यो हो रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज अनि तपाईँ यति बेला सुनिराख्नु भएको छ कार्यक्रम खुल्ला मञ्च। कार्यक्रम खुल्ला मञ्चको साथमा हामी आउने गर्छौं हरेक दिन मध्याह्न 12 बजेदेखि 3 बजेको हाराहारीसम्म। यो 3 घण्टे बसाइमा हामी विभिन्न विषयवस्तुहरूमा केन्द्रित रहेर कुराकानी गर्छौं अनि अतिथिहरूसँग पनि कुराकानी गर्छौं। कहिले हामी आफै जान्छौं, अतिथिहरूलाई भेट्छौं, रेकर्डरमा रेकर्ड गरेर ल्याएको कुराकानी सुनाउँछौं। कहिलेकाहीँ हामी अतिथिलाई टेलिफोन सम्पर्कमा राख्छौं अनि त्यसपछि हामी यहाँबाट प्रत्यक्ष रूपमा कुराकानी गर्छौं भने कहिलेकाहीँ हामी अतिथिलाई स्टुडियोमै निम्त्याउँछौं अनि उहाँहरूसँग सँगै बसेर प्रत्यक्ष रूपमा कुराकानी गर्छौं। यति बेला भने हामीसँग स्टुडियोमा हाम्रा अतिथिहरू हुनुहुन्छ, 4 जना हुनुहुन्छ। 4 जना इन्जिनियर हुनुहुन्छ, युवाहरू हुनुहुन्छ, नयाँ रोबोट बनाउनु भएको छ। हामीले त्यसकै बारेमा कुराकानी गरिरहेका छौं। तपाईलाई पनि केही जिज्ञासा छ रोबोटको बारेमा सोध्नको लागि, उहाँहरूसँग कसरी बनाउनु भयो भन्ने जानकारीहरू लिन मन लागेको छ भनेदेखि पनि हामीलाई फोन गर्न सक्नुहुन्छ। 5545 680 र 5545 681 यो 2वटा टेलिफोन नम्बर हामीले तपाईकै लागि भनेर खुल्ला गरेका छौं। प्रवीणजी, अब 4 जना हामीले पालै पालो गरेर तपाईहरुसँग कुराकानी गर्ने सानो किनभने छोटो समय छ। अन्तिममा जस्तो तपाईहरुले बनाउनु भयो यस्तो खालको तपाईहरु देश विदेश जानुहुन्छ हैन, अन्य जस्तो विदेशका धेरै अनुभवहरू पनि संगाल्नुहुन्छ। कस्तो लागिराछ नेपालमा यस्तो खालको अहिले यो पछिल्लो समयमा हुन्छ नि यो प्रविधिमा केही प्रगतिहरू भएको छ, कस्तो लागिराछ तपाईलाई छोटोमा भनिदिनु अनि हामी तपाईहरुलाई बिदा गर्छौं र हाम्रो अर्को साथीहरुलाई यहाँ राख्छौं। राजनीतिक माहौल अलि बिग्रिए तापनि अहिले टेक्निकल कुराहरूमा चाहिँ बिस्तारै युवाहरू आफै लाग्नुपर्छ। देशले के दिन्छ भन्दा नि आफै के दिउँ भन्ने खालको म्यासेज सहित अहिले लागिरहेका छन्। युवाले के गर्नुपर्छ, अब केही चेन्ज गर्नुपर्छ भने आफैबाट सुरुवात गर्नुपर्छ भन्ने खालको म्यासेजले आफै जुझारु भइरहेका छन्। जसरी हामी आफ्नै तरिकाले, आफ्नै खोज तरिकाले, आफ्नो इन्ट्रेस्टले लागेका छौँ र त्यसै गरी अहिले युवाहरूले चाहिँ आफै गर्नुपर्छ भनेर चाहिँ लागिरहेका छन् र खुसीको खबर पनि हो। र हिजो वास्तवमा चाहिँ एनसीआईटीमा नेपाल विद्यार्थी संघ एनसीआईटीको चाहिँ इकाइले गरेको थियो। वास्तवमा मैले चाहिँ राजनीति गर्नुहोस्, यस्तो काममा राजनीति गर्नुहोस्, अकाडेमिक कुरामा राजनीति गर्नुहोस्, झगडा होइन, तपाईँ क्रान्तिकारी भन्नुहुन्छ, अखिल भन्नुहुन्छ, मारामार गर्नुहुन्छ, राजनीति चाहिँ यस्तो कुरामा गर्नुहुन्छ। तर तपाईँहरू चाहिँ अकाडेमिक कुरामा हाम्रो कलेजमा यस्तो भएन, ल्याबको कुरा बिग्रियो, टिचर राम्रो हुनुहुन्न, त्यस्तो कुरामा राजनीति गर्नुहोस्। साँच्चै नै हिजो राजनीतिक एउटा संगठनले गरे पनि यो राजनीतिक थिएन। वास्तवमा त्यो चाहिँ एनसीआईटी प्रेसिडेन्ट चाहिँ यज्ञप्रसाद देवकोटाले निकै सराहनीय काम गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। र हाम्रो कलेजमा पनि नयाँ एचओडी हुनुहुन्छ शरद पौडेल र प्रिन्सिपल प्रदीप पौडेलले निकै उत्कृष्ट काम गर्नुभएको छ र हामी जस्ता युवाहरूलाई केही काम गर्छौँ भन्दा उहाँहरूले कुनै पनि कुरामा कम्प्रोमाइज गर्नुभएको छैन र हामीलाई जे चाहिएको छ लाखौँको लगानी गर्नु परे पनि उहाँले एकदम इजिली चाहिँ लिनुहुन्छ। ल गर तिमीहरूले भन्नुहुन्छ, एकदमै खुसी लाग्छ र कलेज परिवार सबैलाई चाहिँ धन्यवाद दिन चाहन्छौँ हामी। हजुर, कृष्णजीको केही भन्नु छ कि? हामीले हाम्रो टिमले होइन नयाँ एउटा प्रोजेक्ट सोचेको छौँ। एउटा इन्टेलिजेन्ट इन्भर्टर बनाउँदैछौँ हामीले, जो कि हाम्रो घरमा यो लोड सेडिङको प्रब्लम छ नि, हाम्रो विद्युत नआए पनि, एनइएको विद्युत नभए पनि सोलरबाट नै पुरा एनइएबाट इन्डिपेन्डेन्ट भएर हाम्रो घरमा 3-4 वर्ष 1 लाख रुपियाँको लगानीले 3-4 वर्षलाई बत्ती पुगोस्, त्यस्तो खाले हामीले सोच बनाएको छौँ। त्यसमाथि हामी काम गर्न सुरु गर्न थालेछौँ। त्यो पनि साथीहरू नै मिलेर बनाउँदै हुनुहुन्छ? एकजनाले यस्तोहरू सकिँदैन कि, टिमवर्क चाहिन्छ। हजुर, समूहमा। हजुर, धेरै धन्यवाद दुईजनालाई। प्रवीण भण्डारी र कृष्ण शाहसँग हामीले कुराकानी गर्यौं। जुन रोबोट उहाँहरूले बनाउनु भयो र उहाँहरूले बनाएको रोबोट चाहिँ उत्कृष्ट भयो। अब हामीसँग अर्को हुनुहुन्छ, 2 जना साथीहरू हुनुहुन्छ। सुभाष गौतम जो चाहिँ यो समूहको नेतृत्व दिइरहनु भएको थियो समूहलाई, र सुरेश भण्डारी, 2 जनालाई फेरि स्वागत गर्छौँ हामी। हजुर, जस्तो सुभाषजी अघि तपाईँको उहाँ साथीहरूले कुरा पनि गर्नुभयो, तपाईँले राम्रो नेतृत्व दिनुभयो र हाम्रो समूह चाहिँ राम्रो भयो, उत्कृष्टमा आयो भनेर। हामी चाहिँ उहाँहरूसँग हामीले के कुरा बुझ्यौँ भने जस्तो कसरी बनाउनु भयो, कस्तो थियो, त्यो सबै कुराहरू बुझ्यौँ। अब तपाईँहरूसँग हामीले जान्न खोजेको अथवा हामी सबै हाम्रा अब सहभागीहरू पनि हुनुहुन्छ, जस्तो यस्तो खालको जस्तो कहिले के आविष्कार गरियो, कसैले हेलिकप्टर बनायो, रोबोट बनायो, गाडी बनायो होइन, स्वचालित यस्तो खालको कुराहरू आइरहन्छन्। यसले हाम्रो देशमा के हुँदैछ अथवा प्रविधिमा हाम्रो युवाहरू अब आउँदै हुनुहुन्छ र उहाँहरूका यस्ता खालका क्षमताहरूलाई प्रयोग गर्न सक्यो भने के हुन्छ भन्ने खालको सन्देश दिन्छ यसले।
सुभाषजीलाई सोधेको। हजुर अहिले यो इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा यो एकदमै देशले नै फड्को मारिरहेको छ। यो दिनदिनै नयाँ नयाँ ग्याजेटहरू नयाँ नयाँ आविष्कारहरू हामीले सुन्न पाइरहेका छौँ। यस्तो सन्दर्भमा नेपालमा पनि यो इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्डस्ट्री चाहिँ एकदमै चाँडो यो विकसित भइरहेको छ। यस्तो अवस्थामा यस्ता प्रविधिमा लागेका हामी जस्ता युवाहरूले देशको लागि केही गर्न सक्यो भने धेरै नै राम्रो हुन्छ। तर अब अवसोस नै भन्नुपर्छ, यहाँ यस्तो इन्डस्ट्रीहरू अब धेरै इन्डस्ट्रीहरू छैन। विगतको केही वर्षहरूमा भएका इन्डस्ट्रीहरू पनि धेरै नै बन्द हुने स्थितिमा पुगिसकेका छन् र धेरै बन्द पनि भइसकेका छन्। र यस्तो अवस्थामा हामीले यसको लागि रोजगारी नपाएका कारण धेरै नै युवाहरू विदेशिनु परेको छ। अब देशले यसको लागि केही गर्न सक्यो भने यस्ता इन्डस्ट्रीहरूको र यसमा लाग्ने यस्ता कुराहरूमा विकास गर्न सक्यो भने धेरै नै अघि बढ्छ देश। हामीले तपाईहरूसँग कुराकानी गरिरहँदाखेरि कोही आउनुभएको छ, सायद उहाँको तपाईहरूसँग केही जिज्ञासा छ। हामी उहाँसँग नै कुराकानी गर्छौँ। हजुर नमस्कार। हजुर नमस्कार, म शम्भु विष्ट। कहाँबाट बोल्दै हुनुहुन्छ? म सातबाटोबाट हो। जिज्ञासा राख्न चाहनुहुन्छ, आफ्नो राख्न सक्नुहुन्छ। हजुर दाइहरूलाई नमस्कार छ मेरो। हजुर नमस्कार। म एउटा क्वेसन के छ भने हजुर रोबोटमा चाहिँ कुन माइक्रो कन्ट्रोलर युज गर्नु भएको थियो र कुन लङ्गेज युज गर्नु भएको थियो भनेर सोध्न चाहन्छु कि म। धन्यवाद प्रश्नको लागि। हाम्रो यो रोबोटमा माइक्रो कन्ट्रोलर युज गरेको थिएन। यो थिम बेस चाहिँ अब सजिलै खालको म्यानुअल रोबोट थियो। यसमा हामीले रिलेहरू युज गरेको थियौँ र स्विचिङको लागि स्विचहरू अब रिमोट कन्ट्रोलमा स्विचहरू राखेका थियौँ र त्यसबाट रिलेलाई चलाएर र त्यसबाट मोटरमा आउटपुट दिएर यो बनाएका थियौँ। र वायरलेस सिस्टम हामीले वायर नै बनाएको हुनाले कुनै पनि खालको माइक्रो कन्ट्रोलरहरू युज गर्नु परेको थिएन। हजुर धेरै धन्यवाद यहाँको जिज्ञासाको लागि। माफ गर्नुहोला, जस्तो अघि यहाँले भन्नुभयो नि, जस्तो अब धेरै उद्योग कल कारखानाहरू छैनन्, भएकाहरू पनि बन्द हुँदैछन् भनेर, यस्तो खालको तपाईँहरूले यस्ता प्रविधिहरू आविष्कार गरिरहँदा बनाइरहँदाखेरि अस्ति हामीले सुनेका पनि थियौँ चोबारबाट हेलिकप्टर उडाएको कुराहरू, कहीँ उता बाहिर जिल्लाहरूमा पनि यस्तो धेरै काम हुन थालेको छ आजभोलि होइन। यहाँहरू इन्जिनियरिङ पढिरहनु भएको छ, तर आजभोलि त 4-5 क्लास पढ्ने विद्यार्थीले पनि मोटर बनाएको, स्वचालित मोटर, विद्युतीय मोटर होइन, त्यस्तो खालको कुराहरू आइरहन्छ। हाम्रो पढाइमा स्तरीयता अथवा त्यस्तो वृद्धि हुँदैछ र यो अनुसार जस्तो अब तपाईँहरूले यो प्रविधि र संचार र प्रविधि पढिरहनु भएको छ होइन, यसमा अब तपाईँहरूले कुन क्षेत्रमा रहेर कसरी आफ्नो योगदान दिन सक्नुहुन्छ? सुरेशजी भने पनि कस्तो छ भने नेपालमा अब यहाँ प्रतिभा नभएको होइनन् मान्छेहरू, प्रतिभा नहुने पनि होइनन्, तर विडम्बना के छ भने हाम्रो चाहिँ अब टेक्निकल सेक्टर नै अलिकति छायामा परेको स्थिति छ राज्यबाट नै। र सानो बेसदेखि नै जस्तो बाहिरतिर के हुन्छ भने जस्तो जापान आज भनेको तपाईँको एउटा रोबोटिक्स अथवा टेक्निकल प्रविधिबाट पनि चिनिन्छ जापानलाई। र विश्वमा उदाउँदै गरेका देशहरू जो एकदम विकसित छन्, अमेरिका, चाइना, तपाईँ हामी सबैले सुनेको कन्ट्रीहरू जहाँ त्यहाँ चाहिँ सानैदेखिको उनीहरूको इन्ट्रेस्ट के हो, जस्तो एउटा सानो बच्चा जन्मिनेदेखि उसको इन्ट्रेस्ट केमा छ, जस्तो टेक्निकलमा पनि सेक्टरको इन्ट्रेस्ट केमा छ त्यो अनुसार चाहिँ उनीहरूलाई त्यही किसिमको प्लेटफर्म तयार गरेर त्यही अनुसारको विद्यालयहरूमा पढाइ तयार गरेर चाहिँ त्यो अनुसारको स्टडी गराएर हुन्छ। तर हाम्रोमा के छ भने अब एजुकेसन सिस्टममै एक त अब अलिकति पुरानो स्थिति प्लस रिभाइज नभएको प्लस टेक्निकलमा चाहिँ एकदमै कमजोर स्थिति छ। त्यति हुँदाहुँदै पनि अब विद्यार्थीहरूले आफ्नै तर्फबाट र कलेजको सपोर्टहरूबाट चाहिँ केही आफ्नो इनोभेसनहरू चाहिँ गरिरहेको छन्, पोजिटिभ कुराहरू। र यसलाई चाहिँ एउटा संस्थागत किसिमबाट राज्यले एउटा केही गरिदियो भने चाहिँ देशमा छिटै टेक्नोलोजीले चाहिँ फड्को मार्न सक्छ भन्ने लाग्छ मलाई चाहिँ। जस्तो रोबोट बनाउनु भयो नि, रोबोट यहाँले बनाउन सक्ने भने त रोबोट मात्रै होइन होला पक्कै? हजुर, अरू पनि बनाइन्छ। जस्तै जस्तो हाम्रो देशलाई या हाम्रो भौगोलिक अवस्था हेरेर हाम्रा भनौँ न अब नयाँ यो क्षेत्रमा हामीले लगानी गर्यौं भने तपाईहरू जनशक्तिहरू हैन त्यहाँ चाहिँ खपत हुन सक्नुहुन्छ भन्ने हिसाबले त्यहाँ काम गर्न सक्नुहुन्छ। तपाईहरू जस्तो युवाले त्यसलाई चाहिँ उचाइमा पुर्याउनुहुन्छ र देशको आर्थिक पनि वृद्धि दरमा टेवा दिनुहुन्छ भन्ने खालको कुराहरू त्यस्तो पनि होला नि। अब समसामयिक विषयमा कुरा गर्नुपर्दा हामी अब लोड सेडिङबाट धेरै नै पीडित भइरहेका छौँ।
हामीले अब गर्न सक्ने भनेको अब सोलर सिस्टमहरू, सोलर प्यानलहरूको कुरा कामहरू गर्न सक्छौँ र विन्ड टर्बाइनहरू। अब जल स्रोतमा नै हामी सीमित रहेर बसिरहनु पर्दैन। अब हावाबाट बिजुली निकाल्ने काममा हावाबाट, घामबाट, जल स्रोतमा मात्र हामी डिपेन्डेन्ट नरहनु पनि स्थिति पनि छ र सोलर प्यानलहरू युज गरेर त्यसबाट नि हामी यहाँ अहिले चोबार भन्दा तल त्यहाँ पनि सोलर प्यानलहरू धेरै नै राखेर त्यहाँबाट खानेपानीको त्यसमा युज गरिरहेको छ। हजुर, यो कुरा गर्दा गर्दै हामीसँग अर्को एकजना सहभागी हुनुहुन्छ। हजुर, को बोल्दै हुनुहुन्छ? म मुकेश भेरवार। नमस्ते। हजुर, बुझिएन हजुर, के नाम भन्नुभयो? मुकेश भेरवार। मुकेश, हजुर मुकेशजी, हामीसँग युवाहरू हुनुहुन्छ, उहाँहरू इन्जिनियर र उहाँहरूले बनाएको रोबोट चाहिँ प्रथम भएको छ होइन, उत्कृष्ट भएको छ। उहाँसँग केही जिज्ञासा हो तपाईँहरूको? हजुर, हुन्छ, राख्नु न। सबभन्दा पहिला त म सबलाई कङ्ग्रेचुलेसन भन्न चाहन्छु। हजुर, धन्यवाद। म के भन्न चाहन्छु भने नि, जस्तो कि यो खानेपानीहरूको जुन ट्याङ्की हुन्छ नि छतमा, त्यस्तो होइन, पानी भरिसके पछाडि होइन, कुनै बेला हामी त्यहाँ हुन्न है, कुनै बेला पानी खाली हुन्छ होइन, र त्यतिखेर पानी चलाउन नपाउँदा होइन, बत्ती गइसकेको हुन्छ तर पानी चलाउन पाउँदैन हामी होइन, त्यस्ता कुराहरूलाई ध्यानमा राखेर एटोमेटिक गर्न पाउँछ कि पाउँदैन? हजुर, त्यो एकदमै त्यो बनिसकेको पनि छ, तपाईँले बजारमा किन्न पनि पाउनुहुन्छ, त्यो बनाउन सकिन्छ, सरल छ एकदमै। हजुर, धेरै धन्यवाद मुकेशजी जिज्ञासाको लागि। त्यसको अटोमेटिक वाटर लेभल कन्ट्रोलर भन्छ त्यसलाई। त्यो पानी भरिएपछि अटोमेटिक पानी एउटा लेभलमा पुगिसकेपछि आफै मेसिन बन्द हुन्छ र मुनि सिधिसकेपछि आफै स्टार्ट हुन्छ, हामीले केही पनि त्यसलाई म्यानुअली केही गर्नै पर्दैन। भनेपछि त्यस्तो पनि बजारमा पाउन थालिसक्यो। जस्तो यस्तो खालको सामग्रीहरू जो हामीले केही समय अघि लक्ष्मण दुईजना दाजुभाइ हुनुहुन्थ्यो होइन, उहाँहरूले त्यो पानी तान्ने पम्पहरू बनाउनु भयो। यसरी बनाउन सकियो भने बजारमा, जस्तो तपाईँहरूले यसरी बनाउनु भयो भने कतिको बजार हुन सक्ला, अथवा त्यस्तो खालको तपाईँहरूले केही गर्नु भएको छ? यहाँ प्रब्लम के छ भने, जस्तो हाम्रो छिमेकी देश राष्ट्र छ जुन उदाउँदै गरेको दोस्रो आर्थिक स्थिति भएको विश्वमा चीन छ र इन्डिया पनि त्यस्तै टेक्नोलोजीमा प्लस आर्थिक वृद्धि राम्रो हासिल गरेको कन्ट्री छ। त्यस कारणले गर्दा जस्तो हामीले नबनाउने होइन, हामीले बनाउन सक्छौँ। तर यहाँ अहिले सुभाषजीले भन्नुभयो जस्तो यहाँ ठुल्ठुला इन्डस्ट्रीहरूको कमी छ, जस्तो हामी आइडिया दिन सक्छौँ तर हामी फाइनेन्सियल रूपमा, मार्केटिङ रूपमा, त्यसरी स्ट्रङ रूपमा, व्यावसायिक रूपमा जान अलिकति सक्दैन, किनभने एज हामी स्टुडेन्ट हौँ। अब कन्सेप्ट छ हामीसँग, पूर्व एकजना साथीले भन्नुभएको थियो वाटर लेभल कन्ट्रोलर भन्छ, त्यो हामी अहिले बजारमा लगभग 7,000 को हाराहारीमा होला त्यसमा पाइन्छ। अब हामीले बनायो भने त्यति पर्न चाहिँ, तर अब हामी 1-2 पिस त बनाउँछौँ, त्यही ल्याबको लागि अथवा कलेजमा सो गर्नको लागि बनाउँछौँ, हाम्रो प्रोजेक्टमा पनि पर्छ, त्यो गर्न सकिन्छ। तर के हुन्छ भने व्यावसायिक रूपमा चाहिँ हामी जान्न नसक्नु कारण चाहिँ एउटा संस्थागत रूपमा, अथवा मैले अघि नै भने राज्यले अथवा कुनै निकायले अथवा कुनै जस्तो अब हाम्रा ठुल्ठुला उद्योगपतिहरू छन् त्यस्तोले चाहिँ हामीलाई ल यसो गर भनेर एउटा आइडिया दिने, एउटा फर्मल वे देखाइदिने हो भने सहजै यस्तो कुराहरूलाई चाहिँ हामीले बजारमा लन्च गर्न सकिन्छ। पढ्नु त भएको छ तपाईँहरू होइन, पढिरहनु भएको छ। अघि मैले सुरुमा पनि सोधेँ तपाईँहरूले योगदान गर्न सक्ने क्षेत्रहरू के हुन् र कसरी। अब हाम्रो अहिलेको युवाहरू तपाईँहरू जस्तो पढ्नुहुन्छ, विदेश जानुहुन्छ, यहाँ पढे पनि विदेशमा गएर आफ्नो पढेको जुन हिसाबमा छ त्यो काम नपाए पनि अरू काममा लागिरहनु भएको छ होइन। त्यो त जस्तो तपाईँहरू जस्तो योग्य युवाहरू बाहिर गएर अरू काम त्यसैमा पनि योगदान गर्नुभयो भने विदेशलाई गर्नुभयो होइन, अरू भयो भने तपाईँ जस्तो युवाको चाहिँ योगदान चाहिँ बाहिर रह्यो नि त। जस्तो अब कसरी, जस्तो तपाईँहरू यसरी आइरहनु भएको छ, अब राज्यको कुरा छँदैछ होइन, हामी कसरी हाम्रो तर्फबाट हामीले आफै यो गर्छौँ हामी भनेर हामीले गर्न सक्ने कामहरू के हो? पहिला म सुरेशजीको सुन्छु अनि सुभाषजी। अब हामीले एकाडेमिक इयरमा बसिरहँदा, अब जस्तो 1 वर्ष बस्नु छ, त्यो अवधिभरमा जस्तो हामीले के प्रोजेक्ट गर्न सक्छौँ, हामीले किनभने एकाडेमिक कुराहरूलाई पनि हेर्नुपर्ने हुन्छ, प्लस हामीले एक्स्ट्रा टाइममा राति दिन मिलाएर हामीले यस्तै प्रोजेक्टहरू गर्दै जान्छौँ। जस्तो वाटर लेभल कन्ट्रोलरहरू कति सस्तोमा बनाउन सकिन्छ, कसैले लन्च गर्न सक्छ अथवा कसैले चाहिँ त्यसलाई सहयोग गरिदिन सक्छ भने त्यतातिर पनि हामी सोध्छौँ एउटा कुरा। र अर्को कुरा के हो भने, मैले अघि नै भनिसकेँ, हामीले गर्न सक्ने भनेको अहिले नै हामीले यस्तो बनाएर चाहिँ बजारमा ल्याउँछौँ भन्नुभन्दा पनि हामीसँग आइडिया छ,
नलेजहरू छ, तर त्यसलाई प्रमोट गर्न चाहिँ जस्तो कलेजबाटै हामीले सुरुवात गरेको छौँ। जस्तो डिपार्टमेन्टबाटै रोबोटिक्स टिम चाहिँ हाम्रो अलरेडी अहिले फर्म भएको छ र रोबोटिक्स क्लब हुँदै एउटा त्यहाँबाट संस्थागत हुँदै एउटा कलेज स्तरीय हुँदै त्यसपछि विभिन्न कलेजहरू सङ्गठित भएर अनि त्यसपछि विश्वविद्यालय हुँदै त्यसपछि राष्ट्रिय स्तरको त्यसरी एउटा सङ्गठित भयो भने चाहिँ हामी अहिले 4 जना छौँ। हामी त यहाँका हिजोका पात्र मात्र हौँ, हिजो एउटा रोबोटिक्स टिमका, र हामी जस्तो हजारौँ विद्यार्थीहरूको एउटा समूह 100 विद्यार्थीहरूको एउटा समूहले चाहिँ यसमा राम्रो योगदान गर्न सक्छ र यही देशमा बसेर नै प्रशस्त सम्भावनाहरू छ टेक्नोलोजीमा, नयाँ नयाँ आविष्कारहरू गर्न सक्छ। नेपालीहरू त्यसको लागि सक्षम छन् भन्न चाहन्छु। सुभाषजी, हामीले यो जानेर यो सिकेर जति पनि पढ्छौँ अब त्यसलाई इम्प्लिमेन्ट गर्नुपर्छ, त्यसलाई अब ल्याउनुपर्छ। हामीले जानेको कुरा आफैमा सीमित राखेर मात्र पनि हुँदैन। यो हामीले पढ्ने अवधि यो 4 वर्षमा हामीले जति पनि प्रोजेक्टहरू गर्छौँ त्यो प्रोजेक्टहरूबाट हामीले धेरै कुरा सिक्न सक्छौँ। प्र्याक्टिकल्ली गरेको कुराहरूबाट थ्योरीमा जुन पढेको कुराहरू हुन्छ त्योभन्दा हामीले प्र्याक्टिकल्ली गर्दा धेरै नै बुझिन्छ, जानिन्छ। र हामीले गरेको प्रोजेक्टहरूबाट नयाँ नयाँ आइडियाहरू निस्किरहेको हुन्छ। त्यसलाई नै अब त्यही आइडियाहरू युज गरेर हामीले विभिन्न इनोभेसनहरू नयाँ नयाँ कुराहरू बनाइरहेका हुन्छौँ। त्यसलाई अब सानो स्तरमा भन्दा नि ठुलो स्केलमा त्यसलाई बजारमा नै ल्याउनलाई कुनै इन्डस्ट्रीहरूले कुनै उसले हाम्रो डिजाइनहरू लिएर त्यसलाई अब फ्याक्ट्रीमा ठुलो स्केलमा म्यानुफ्याक्चर गर्दा धेरै जति कस्ट पर्छ त्यो ठुलो स्केलमा यदि लगानी भइदिने हो भने हामीले बाहिरबाट जुन आयात गरेर ल्याइरहन्छौँ, भन्सार तिर्छौँ, धेरै त्यसमा प्राइसहरू एकदम बढी हुन्छ। हामीले यही नै त्यसलाई बनाउन सक्यौँ भने हामीले थोरै पैसामा गुणस्तरीय अब राम्रो टेक्नोलोजीलाई हामीले यहाँ प्रमोट गर्न सक्छौँ। हजुर, जस्तो यहाँले बनाउँदाखेरि जुन भन्नुभयो नि बाहिरबाट ल्याउँदाखेरि त्यसको भन्सार विभिन्न अब पसलको भाडा समेत हामी त्यसमा जोडिएको हुन्छ होइन, ढुवानी भाडा जोडिएको हुन्छ। त्यसले गर्दाखेरि उत्पादन जुन त्यो मूल्य छ त्योभन्दा दोब्बर तेब्बर चौबर होइन, कहिलेकाहीँ त 100% पनि पर्न जान्छ। यहाँ त्यो अनुसारको गुणस्तर त्यही जस्तो सामानहरू तपाईँहरूले त्यही अनुसारको गुणस्तरीय सामानहरू त्यो चाहिँ गर्न सकिन्छ, त्यसरी उत्पादन गर्न सकिन्छ? एकदमै सकिन्छ। जस्तो म तपाईँलाई सानो उदाहरण भन्छु होइन, हामीले सानो अहिले प्रसङ्ग आयो जस्तो झेलिरहेको के भने हामीले यही रोबोटिक्सको लागि मोटर युज गरेका छौँ 4वटा काठमाडौँको कुनै पसलबाट, म पसलको नाम भन्दिनँ, पसलबाट युज गरेका छौँ। त्यसलाई हामीले एउटा मोटरलाई लगभग सबै गरेर 2500 तिर्यौँ, मेटल बडीको 200 RPM को गियरको। तर के हो भने अब त्यो मोटरको एक्ज्याक्ट प्राइस यहाँ पनि त्यति नपर्नु पर्ने हो, तर हरेक कुराहरूले गर्दा त्यति परिदिन्छ। जबकि त्यो म्यानुफ्याक्चर इन्डियामै पर्ने हो भने अब 1200-1500 नेपालमा आउँदा पर्नुपर्ने हो। त्यस्ता कुराहरू छन्। जब यहाँ त्यही म्यानुफ्याक्चर र त्यही टेक्नोलोजीबाट बनाउने हो भने 1200-1200मा आउँथ्यो। भनेपछि हामी इलेक्ट्रोनिक सामानहरूमा एकदमै यो समस्या छ। त्यसो भने हामीले नगर्न सक्ने होइन। मैले अघि नै पनि भने हाम्रो आइडिया पनि छ, विचार पनि छ र हुन्छ पनि, र तर हामी जस्तो युवाहरूको सङ्गठित हुनु पनि आवश्यक छ। तर एउटा आधिकारिक निकाय सानो कलेजबाटै यो सुरुवात होस्, कलेजबाटै एउटा आधिकारिक निकाय हुँदै विश्वविद्यालय हुँदै एउटा राष्ट्रले चाहिँ एउटा स्पष्ट नीति दिने हो भने यहाँका युवाहरूले राम्रोसँग यस्तो कुराहरूलाई चाहिँ सल्भ गर्दै जान सक्छन् भन्ने लाग्छ। अब फेरि सबैभन्दा अगाडिको कुरामा जाउँ होइन। अब जुन यो रोबोट बनाउनु भयो तपाईँहरूले 3 दिन 3 रात 4 जना बसेर बनाउनु भयो, खान नि फुर्सद भएन, जितौँला भनेर त्यो मनमा एउटा उत्सुकता थियो। तपाईँहरू विजेता हुनुभयो भनेर घोषणा हुँदाखेरि चाहिँ कस्तो अनुभव गर्नुभयो? धेरै नै खुसी लागेको थियो। त्यो त एकदमै खुसी लागेको थियो। त्यो आश त थियो नि तपाईँहरू जस्तो। तपाईँहरू अब प्रतिस्पर्धामा कति 10 भन्नुभयो 16वटा हुनुहुन्थ्यो। तपाईँहरू अब त्यो हेर्दै जाँदाखेरि अरू पनि अब त्यो प्रदर्शन गर्दै जाँदाखेरि तपाईँहरूलाई कस्तो हुन्थ्यो कि जस्तो हामी चाहिँ योभन्दा राम्रो हुन्छौँ अथवा? हामी अब 11 नम्बरमा परेका थियौँ त्यो टाउन अनुसार। गर्दै जाँदा अरूको रोबोट खासै राम्रोसँग चलिरहेको थिएन। अब विभिन्न ठाउँहरूमा अड्किरहेको थियो। हाम्रो चाहिँ अड्किन्छ कि के हुन्छ, अब हामीले त्यो ट्रायल पनि गरेको थिएनौँ। त्यो फिल्डमा के हुन्छ भन्ने एकदम जिज्ञासा भइरहन्थ्यो, कौतूहलता थियो। जब हामीले त्यो फिल्डमै लगाएर गऱ्यौँ एकदम सजिलैसँग पार गरे सबै। र लाइन
हाम्रो रोबोटले 3 मिटर 9 सेन्टिमिटर झन्डा उठाएपछि हामी अब पक्कै पनि हामी नै विजेता हुन्छौँ भन्ने मनमा लागिरहेको थियो र अन्त्यत विजेता भयौँ। हजुर, थोरै समय हामी प्राविधिक कारणले अलिकति अवरुद्ध भयो। यसका लागि हाम्रा सबै शुभेच्छुकहरूसँग क्षमा प्रार्थी छौँ। कुराकानी निरन्तरता दिँदाखेरि, निरन्तर गर्दाखेरि, जस्तो जुन तपाईँहरू 11औंमा पढ्नु भएको थियो, तपाईँभन्दा पछाडि अझ 5वटा हुनुहुन्थ्यो, 5 जना होइन, त्यसपछि के तपाईँहरूलाई अब हामी नै हुन्छौँ भन्ने खालको त्यो कतिको उत्साह आयो अथवा अरूको कस्तो खालको प्रतिक्रिया रह्यो? कस्तो भयो भने जस्तो धेरैको समस्या केमा थियो भने त्यो जुन अब्स्ट्याकलहरू पार गरेर जानु पर्थ्यो, विभिन्न पानी अघि नै साथीहरूले भनिसक्नु भयो, ती एरियाहरू ती जोनहरू पार गर्नेमै समस्या थियो। मेन गरी बाल्लोमा समस्या थियो, मैले अघि नै भनिसकेँ, त्यो मोटरको कारणले थियो। त्यसमा हामी स्ट्रङ थियौँ, त्यही भएर हामीलाई कन्फिडेन्ट थियो, त्यो कारणले गर्दा हामी गर्दैन। अर्को कुरा, हामी फ्ल्याग उठाउने क्रममा एकदम हामी कन्फिडेन्ट थियौँ, सबभन्दा हाइटी हजुर झन्डा त्यो सगरमाथामा गएर जुन झन्डा उठाउने कुराहरूमा हामी कन्फिडेन्ट थियौँ, सबभन्दा अग्लो झन्डा हाम्रो नै हुन्छ भनेर। तर अपेक्षित अनुसार नै भयो। हजुर, मेहनतको फल पाइयो जस्तो लाग्यो। अब यसले चाहिँ तपाईँहरूलाई अब भविष्यमा कस्तो खालको उत्साह थपेको छ? यो चाहिँ चारैजनालाई होइन कस्तो खालको उत्साह थपेको छ? यसबाट हामी राज्यलाई यस्तो खालको योगदान दिन्छौँ, ल हाम्रो लागि यो खालको तिमीहरूले त्यो संरचना तयार गर भन्ने खालको आवाज चाहिँ तपाईँहरू मात्रै होइन के, यस्तो बनाउने थुप्रो जो बाहिर काठमाडौँ बाहिर धेरै त्यस्तो विद्यार्थी हुनुहुन्छ, युवा हुनुहुन्छ, उनीहरूलाई एकमुष्ट ल्याएर आवाजहरू होइन हामी यो काम गर्न सक्छौँ, तिमीले बाहिरबाट नल्याऊ, हामीलाई त्यस्ता खालका सामग्री उपलब्ध गराइदेऊ, हामी यहीँ बनाउँछौँ भन्ने खालको आवाज अब उठाउने बेला भयो कि भएन? नेतृत्व हाम्रो के भन्छ नेताजी सुभाषजीबाटै सुरु गर्छु। अहिले अलिअलि त्यो कामको सुरुवात चाहिँ भइरहेको छ। यहाँ रोबोटिक्स एसोसिएसन नेपाल र कारखाना भन्ने एउटा सङ्गठन छ, त्यसको त्यो कारखाना भन्नेले चाहिँ इन्डियाबाट जुन पार्ट्सहरू ल्याएर यहाँ हामीलाई एकदम थोरै मार्जिन राखेर मात्र बेचिरहेको छ। ऱ्यानले कारखानाले चाहिँ हामी जस्तो स्टुडेन्टहरूलाई त्यो इलेक्ट्रोनिक इक्विपमेन्टहरू सरल मूल्यमा दिइरहेको छ। अहिले त्यसको सुरुवात त भइरहेको छ, तर त्यतिले मात्र त पुग्दैन। यो काठमाडौँ सेन्टर भएर भयो होला, सायद अरू पोखरातिर त्यहाँ नहुन सक्छ। त्यो इलेक्ट्रोनिक इक्विपमेन्टहरू, त्यो पार्टहरू चाहिँ हामीले सरल रूपमा पाउनु पर्यो। प्रवीणजी, वास्तवमा सुभाषजीले अगाडि भन्नुभयो एकदमै थोरै छ कारखानाहरू र हामी एउटा केही सामान केही कम्पोनेन्ट किन्न गयो भने दिनभरि घुम्नुपर्ने हुन्छ। तपाईँहरूले चाहिँ अब यदि कोही तपाईँहरू त्यस्तो चाहिँ इलेक्ट्रोनिक्सको क्षेत्रमा कोही लगानी गर्न चाहनुहुन्छ भने एकदमै स्कोप छ। तपाईँहरू स्कोप छैन भन्नुहुन्छ, हामीले एकदमै स्कोप देखेका छौँ र हामीसँग अगाडि सुरेशजीले नि भन्नुभयो आइडिया छ तर हामी इन्भेस्ट गर्न सक्दैनौँ। अब हामी जस्ता युवाहरू यहाँ हजारौँ छन्, तपाईँहरू उहाँहरूसँग कन्सल्ट गर्न सक्नुहुन्छ। उहाँहरूले चाहिँ तपाईँले आइडिया लिनुहोस् र आफ्नो चाहिँ तपाईँहरू पनि भविष्य बनाउनुहोस्, हामीलाई पनि थोरै भविष्य बनाउनतिर चाहिँ अग्रसरतिर गरिदिनुहोस्। र यहाँ धेरै स्कोप छ। इलेक्ट्रोनिक्स कम्पोनेन्टहरू एकदमै नपाइरहेको स्थिति छ र तपाईँहरू एउटा ठुलो कम्पनी खोल्नु भने तपाईँ चाहिँ विदेश जानुपर्ने स्थिति छैन र हामी जस्ता युवाहरूलाई देशमै तपाईँहरूलाई योगदान दिने इच्छा छ। एकदमै तपाईँको आफ्नो भयो भने सुरेशजी के हो भने अब सरल भाषामा भन्नुपर्दा यो इलेक्ट्रोनिक सामानहरूमा वास्तविकता भन्ने हो भने एकदमै नाफामूलक चिज पनि हो यो व्यापार गर्दाखेरि। म चाहिँ के सजेसन दिन्छु भन्ने एकदम कम मार्जिन राखेर अरूमा लाग्नुभन्दा यदि देशमा ठुल्ठुला व्यापारीहरू हुन्छ नि एकदम ठुलो रेसियोमा चाहिँ तपाईँहरूले इलेक्ट्रोनिक सामानहरूमा व्यापार गर्नतिर लाग्नुभयो भने हामीलाई के हुन्छ भने हामी जस्तो स्टुडेन्टहरूलाई पनि जति व्यापारमा कम्पिटिसन भयो त्यति नै हामीलाई सरल मूल्यमा चाहिँ त्यो कम्पोनेन्टहरू इक्विपमेन्टहरू उपलब्ध हुनसक्छ र हामी एउटा तल्लो लेभलको स्टुडेन्टलेदेखि लिएर एकाडेमिक लेभलको स्टुडेन्ट हरेक लेभलका स्टुडेन्टहरूले पनि सहजै त्यो पहुँच पाउन सक्छौँ र त्यतातिर तपाईँहरूको ध्यान जाओस् भन्ने चाहन्छु म चाहिँ। कृष्णजी, म के भन्न चाहन्छु भनेपछि हामीसँग थुप्रै क्रान्तिकारी आइडियाहरू छ होइन, जो कि देशको बेरोजगार युवाहरूले रोजगार दिलाउन सक्छ। जुन चलन बसिसक्छ विदेश गएर कमाउने भन्ने त्यो हटाउन सक्छौँ कि हामीले यहाँ होइन। हामीसँग आइडिया छ र काम गर्ने मान्छे पनि छ, यहाँ काम गर्न नपाएर बाहिर जान्छन् होइन। हामीसँग लगानीकर्ता भइदिए जस्तो चौधरी ग्रुप्सहरू छन्, थुप्रै इलेक्ट्रोनिक्स कम्पनीहरू छन् यहाँ
तर तिनीहरूले बाहिरबाट ल्याएर यहाँ एसेम्बल गरेर बेच्छन्, नाम दिएर बेच्छन्। र त्यो जस्तो पिसिबी बोर्डहरू हुन्छ त्योहरू हामीसँग छ, टेक्नोलोजी कसरी बनाउने, कुन मेसिन युज गर्ने टोटल नलेज छ कि, तर हामीसँग लगानी गर्दा छैन। उहाँहरूले हामीलाई सहयोग गरिदिनु भयो भने हामी देशले एउटा नयाँ रूप, नयाँ विकास गर्न सहयोग गर्न सक्छौँ। जस्तो आवाज चाहिँ तपाईँहरूबाट जानुपर्ने होला, दबाब चाहिँ तपाईँहरूबाट जानुपर्ने, गर्ने राज्यले होला। त्यसको लागि के हो भने जस्तो एटलिस्ट के त्यो त्यतिसम्म माथिसम्म अपेक्षा नरौँ, किन राज्यले हरेक कुरा हेर्नुपर्छ होइन, हामी सबै राज्यमा डिपेन्ड हुनु हुँदैन। तर जिम्मेवारी हो, तैपनि अब त्यो भन्दा पनि सकिरहेको छैन, हरेक कारणहरूले गर्दाखेरि आफ्नै कारणहरू छन्। तैपनि एटलिस्ट प्रत्येक कलेजहरूमा जस्तो इन्जिनियरिङ कलेजहरू छ, आइटी कलेजहरू छ, तिनीहरूको डेभलपमेन्ट एकदमै हुनु पर्यो। पहिलो कुरा त पहुँच एउटा सर्वसाधारण नेपालले त्यसको पहुँच पुर्याउनु पर्यो। र दोस्रो कुरा त्यसमा चाहिँ हाम्रा इन्डस्ट्रीहरूको चाहिँ आँखा एकाडेमिक कलेजहरूतिर लाग्नु पर्यो भने त्यहाँबाट प्रोडक्ट भएको स्टुडेन्टलाई नेपालमै खपत गरेर चाहिँ नेपालमै एउटा डेभलपमेन्टतिर लगाउनु पर्यो। त्यो कन्सेप्ट लागू गर्यो भने पक्कै पनि देशले पनि केही पाउँछ। धेरै धन्यवाद चारैजनालाई र एकदम शुभकामना भविष्यमा होइन। तपाईँहरूले अब सानोतिनो यस्तो बनाएर देखाउनु भएको छ र अब राष्ट्रिय स्तरमा राज्यलाई काम लाग्ने आफ्नो अरू युवाहरू जसरी विदेशी रहेका छन् उनीहरूलाई देशमै केही गरौँ भन्ने खालको ऊर्जा जगाउनको लागि तपाईँहरू उदाहरणीय बन्नुहोस् होइन। यसको लागि धेरै धन्यवाद। तपाईँहरूलाई नि धेरै धेरै धन्यवाद, एकदमै आभार प्रकट गर्न चाहन्छौँ। र तपाईँहरूले सानो हामीलाई थोरै समय दिएर पनि हामीलाई एकदमै तपाईँले बोलाएर मोटिभेसन मिलेको छ, हामीले साँच्चै नै केही गरेछौँ कि जस्तो लागिरहेको छ। तपाईँहरूलाई एकदमै आभार प्रकट गर्न चाहन्छौँ र जति पनि अहिले सुनिदिनु हो, हाम्रो आवाज सुनिदिनु हो, सगरमाथा परिवारलाई सम्पूर्णलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छौँ। धन्यवाद, धेरै धन्यवाद। हामीले कुराकानी गरेका थियौँ चारजना युवा जो इन्जिनियर पढिरहनु भएको छ तेस्रो वर्षको। उहाँहरूले यो प्रविधि र संचार विषय लिएर पढिरहनु भएको छ। हामीसँग हुनुहुन्थ्यो प्रवीण भण्डारी, कृष्ण शाह, सुरेश भण्डारी र सुभाष गौतम। उहाँहरूसँग कुराकानी गरेका हौं र यहाँले पनि सहभागिता जनाउनु भयो हामीसँग यो कुराकानीका क्रममा। धेरै धन्यवाद दिँदै अब हामी छोटो विश्राममा जान्छौं। विश्रामपछि हामी